जल जीवनको आधार। आकाशबाट झर्ने वर्षा, जङ्गलको हरियालीमा सिउँदो भर्ने पानी, भूमिगत जलाशयमा सञ्चित अमूल्य स्रोत। यी प्रवाहहरू मानव जीवनका लागि अनिवार्य छन्। हाम्रो पूर्वजहरूले यस अमूल्य तत्त्वलाई मात्र उपभोग गरेनन्, तर यसको व्यवस्थापन गर्ने प्रणाली पनि सिर्जना गरे। हिटी केवल पानीको स्रोत होइन, यो कला, धर्म, समाज र प्रविधिको अद्भुत सङ्गम हो। आज हामी यसको सम्पूर्ण यात्रा अन्वेषण गर्नेछौँ, स्रोतदेखि शहरसम्म, संरचना, प्रविधि, प्रतीक र सामाजिक महत्त्वसम्म। काठमाडौँ उपत्यकामा हिटीको इतिहास 5औं-6औं शताब्दीमा देखिन्छ। मल्लकालमा यसले उत्कर्ष पायो। राजा प्रताप मल्लले पाटनमा तुसा हिटी निर्माण गरे, जसले शहरी जीवनमा स्वच्छ जलको निरन्तर प्रवाह सुनिश्चित गर्यो। पूर्वजहरूले वर्षा र पर्वतीय स्रोतबाट पानी ल्याएर शहरमा पुर्याउने योजनाबद्ध प्रणाली विकास गरे। हिटी केवल जल वितरणको साधन मात्र थिएन, यसले कला, धर्म र सामाजिक संरचनाको अभिव्यक्ति पनि प्रस्तुत गर्थ्यो। एक हिटीको संरचना 4 मुख्य अङ्गमा विभाजित हुन्छ। एक तलो खाल, सङ्कलन कुण्ड, पानी सँगाल्ने मुख्य स्थान, वर्षा र भूमिगत जल यहाँ जम्मा हुन्छ। 2 मुख श्रृङ्खला, स्पाउट, प्राय मकर आकृतिमा पानी यसबाट प्रवाहित हुन्छ। 3 भूमिगत जल च्यानल, स्रोतबाट हिटीसम्म पानी ल्याउने मार्ग, यहाँ फिल्टरिङ र झारी प्रयोग गरी पानी शुद्ध राखिन्छ। 4 सामग्री, ढुङ्गा, इटा, काठ, माटोको लेप, यी सबैले संरचनालाई दीर्घायु बनाउँछन्। हिटी निर्माणमा पहिलो चरण हो स्रोत क्षेत्र चयन, त्यसपछि च्यानल खन्ने, फिल्टर संरचना बनाउने, कुण्ड खोर्ने, स्पाउट र मूर्तिकलाहरू नक्कासी गर्ने काम। प्रविधि सरल तर प्रभावकारी छ। गुरुत्वाकर्षणको आधारमा पानी स्रोतबाट हिटीसम्म प्रवाहित हुन्छ। भूमिगत च्यानल, ब्रिक वा काठको मार्ग र अवरोध रोक्ने संरचनाले पानीलाई स्थिर तर निरन्तर प्रवाहित राख्छ। निर्माण अवधि दूरी, भूआकार र सामग्री उपलब्धता अनुसार फरक पर्छ। प्राय महिनौदेखि वर्षसम्म लाग्थ्यो। हिटी प्रणाली ग्रेभिटी सिद्धान्तमा आधारित छ। स्रोत क्षेत्र हिटीभन्दा उच्च तहमा रहन्छ। पानी आफ्नो भारले प्रवाहित हुन्छ। भूमिगत च्यानल वर्षाका पानी र प्राकृतिक एक्विफरबाट पानी ल्याउँछ। हिटीमा पुगेपछि मकर स्पाउटबाट बाहिर निस्कन्छ। तल सङ्कलन क्षेत्रमा बाँकी पानी चेकबल्ब र निकास मार्फत व्यवस्थित हुन्छ, जसले क्षति रोक्छ। मुख्य आकृति मकर हो, जल प्राणी जसको मुखबाट पानी प्रवाहित हुन्छ। यसमा हातपन्जा, मयूरको पुच्छर जस्ता अन्य अङ्ग मिसिएका छन्, जसले प्रवाह, शुभ्रता र निरन्तरता दर्शाउँछ। अन्य प्राणीहरू, माछा, कछुवा, मेण्डक, पानीको क्रमिक प्रवाह र जीवनचक्रको प्रतीक। हिटी वरिपरि नागकन्या, देवता र पवित्र प्रतीकहरू पनि भेटिन्छन्, जसले धार्मिक र सांस्कृतिक अर्थ थप्छ। हिटी केवल पानीको स्रोत होइन, यो समुदायको केन्द्र हो। यहाँ पूजा अनुष्ठान, सामाजिक भेटघाट र दैनिक जीवन सबै सम्पन्न हुन्थ्यो। पानी पवित्र थियो र साझा सम्पत्ति थियो। आजका आधुनिक सहरहरूमा पानी ट्यापबाट आउँछ, तर हिटीले हामीलाई सम्झाउँछ जलको मूल्य, मानव प्रकृति सम्बन्ध र सांस्कृतिक सम्पदा। हिटी जीवनको प्रवाह, इतिहासको गवाई, कला र धर्मको सङ्गम। प्रत्येक हिटीले कथा सुनाउँछ। हिमालबाट झरेको पानी, जङ्गलको सिउँदो, मानव कलाको शिल्प र समाजको आस्था। हामीले यी अमूल्य सम्पदाहरूलाई संरक्षण र सम्मान गर्नुपर्छ, किनभने हिटी केवल ढुङ्गा र पानी होइन, यो हाम्रो इतिहास, हाम्रो संस्कार, हाम्रो जीवनको प्रतिरूप हो।